जय मसीह। साँचो आनन्द नामक दैनिक उपासनामा यहाँहरूलाई स्वागत छ। आज अप्रिल 21, तदनुसार वैशाख 8 गते सोमबार र आजको वचनको मुख्य खण्ड रहेको छ मत्ती 5:11 र 12 पद। धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाओ र अत्यन्त खुसी हौ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। आजको शीर्षक रहेको छ मूल प्रेमको साँचो। मत्ती 5:44बाट आफ्नो शत्रुलाई प्रेम गर्ने सम्बन्धमा प्रचार गर्दा मैले सोध्ने प्रश्नमध्ये एउटा यो हो कि तपाईलाई अपहरण गरेर मार्ने व्यक्तिलाई तपाईँ कसरी प्रेम गर्नुहुन्छ? हामी यो कसरी गर्न सक्छौँ त? यसरी प्रेम गर्ने शक्ति कहाँबाट आउँछ? जब यो वास्तविक संसारमा देखा पर्छ, यो कस्तो आश्चर्यजनक देखिन्छ होला। विचार गर्नुहोस् कि यो भन्दा अरू कुनै कुराले ख्रिस्टको सत्यता, शक्ति र वास्तविकतालाई देखाउन सक्छ? म विश्वास गर्छु कि येशूले नै यस्तो मूल र आत्मबलिदानपूर्ण प्रेमको साँचो दिनुहुन्छ, जुन मत्ती 5:44 पदमा वर्णन गरिएको छ। ठिक अध्यायको अघिल्लो भागमा मत्ती 5:11 र 12 पदमा उहाँ फेरि सतावट भोग्ने बारेमा कुरा गर्दै हुनुहुन्छ, जसरी उहाँले मत्ती 5:44 पदमा गर्दै हुनुहुन्थ्यो। आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। यो पदमा के कुरा उल्लेखनीय छ भने यीशु भन्नुहुन्छ कि तपाईँ केवल शत्रुको दुर्व्यवहार सहन मात्र होइन, तर त्यसमा रमाउन पनि सक्षम हुनुहुन्छ। धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, तब खुब रमाओ र अत्यन्त खुसी हौ। यो त हाम्रा शत्रुका लागि प्रार्थना गर्नु र तिनीहरूको भलाइ गर्नुभन्दा पनि अझ परको कुरा देखिन्छ। यदि मैले यो मानवीय रूपले असम्भव कुरा गर्न सकेँ भने, अर्थात् सतावट भोगिरहँदा पनि रमाउन सकेँ भने, मलाई सताउनेहरूलाई प्रेम गर्न सम्भव हुनेछ। यदि अन्यायको त्रास तथा पीडा र नोक्सानीको बीचमा आनन्दको आश्चर्य कर्म हुन सक्छ भने, सताउनेहरूलाई प्रेम गर्ने आश्चर्य कर्म पनि हुन सक्छ। यी पदहरूमा यीशुले आनन्दको साँचो दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, रमाओ र अत्यन्त खुसी हौ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। परमेश्वरको भविष्यको अनुग्रहमा विश्वास गर्नु नै खुसीको साँचो हो, अर्थात् परमेश्वरले तपाईँको लागि प्रतिज्ञा गर्नुभएको कुरामा सन्तुष्ट हुनु हो। उहाँ भन्नुहुन्छ, रमाओ र अत्यन्त खुसी हौ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। सतावटमा हाम्रो आनन्द चाहिँ त्रासको क्षणमा स्वर्गबाट बगिरहने र प्रेम गर्नलाई हामीलाई स्वतन्त्र पार्ने आनन्द हो। यसैले यो आनन्द चाहिँ हाम्रा शत्रुहरूले हामीलाई सताउँदा तिनीहरूलाई प्रेम गर्न स्वतन्त्र पार्ने आनन्द हो। यदि यो सत्य हो भने प्रेम गर्ने आज्ञा पूर्ण रूपमा हाम्रा मनलाई माथिका कुराहरूमा लगाउने आज्ञा हो। परमेश्वरले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका सबै कुराहरूमा पृथ्वीमा भएका कुराहरू चाहिँ होइन। हाम्रा शत्रुलाई प्रेम गर्ने आज्ञा भनेको हाम्रो आशा र हाम्रो सबैभन्दा गहिरो प्राण सन्तुष्टि परमेश्वर र उहाँको महान इनाम र उहाँको भावी अनुग्रहमा पत्ता लगाउनु हो। हामी हाम्रो पीडाको माझमा विश्वस्त हुनुपर्छ कि परमेश्वरको प्रेम जीवनभन्दा श्रेष्ठ छ। तपाईँको शत्रुलाई प्रेम गरेर तपाईँले स्वर्गको इनाम कमाउन सक्नुहुन्न। स्वर्गको इनाम थुपार्ने कुराले तपाईँलाई आफ्नो शत्रुलाई प्रेम गर्न सक्षम तुल्याउँछ।